What's up everyone? Good morning सबैजनालाई वेलकम टु माई ब्लग एन्ड सो आज चाहिँ म चिलमा बसेको किनभने मेरो काम साम थिएन त्यसै कारणले म चिलमा बसेर चाहिँ आज मस्त तरिकाले भन्नुपर्दा हिजो हल्का फुल्का दारु खाएको थिएँ नि त्यही भएर आज ढिलो उठेको त्यही भएर चाहिँ मैले ब्लग बनाउन अलिकति ढिलो आएँ त्यसै गाइस बाख्राहरू पनि एकदमै तन्दुरुस्त हेलो गुड मर्निङ के छ हजुरको खबर ह्यान्डसेक मुलालाई ह्यान्डसेक गर्नु भन्दा त हैन भात सात पाकिसक्यो नि रेडी आउँछ अब खाना खाने किनभने अब मैले भोक लागेको छ अलि हल्का फुल्का मेरो यार मोबाइलको यो क्यामेरा अलिक कस्तो आउँछ भने अहिले पहिला भन्दा ठिक्क लो क्वालिटीमा आउँछ अनि देख्न सक्नुहुन्छ अगाडि तीन पाने पनि अब के भन्नु हैन तीन पानी अब भनौँ तीन पानी 1 2 3 4 5 पानी भइसक्यो अलरेडी खाएपछि लागेपछि कसको के लाग्छ हाम्रो यो घर कति देखाउने यार भ्लगमा र हाम्रो यो तरकारी यी छ अनि देख्न सक्नुहुन्छ यता मुनि पाठापाठी ओज यु आर ओहो नानीहरू कहाँ हो ए हेर त हाई भन् हेलो भन् हेलो मोबाइलै फुटाइ त के तरकारी पकाएर आलुको तरकारी ओके ल म खाना खान्छु है अहिले चाहिँ म आइसकेको छु फुपूको घरमा फुपूलाई नि भ्लगको बारेमा अलिकति जानकारी दिनुपर्ने हुन्छ किनकि यसो अहिले फुपू देख्न सक्नुहुन्छ धान्ने पनि छ नि त अनि यसो फुपूलाई चाहिँ किन अब अलिकति अल्झाइदिनु भनेर फुपू अहिले बोल्दैछ नि यता मिना फुपूसँग कहाँ देख्दैन कि फुपू तपाईँको त राम्रै देखेन त नि मधुर आउँछ अरे क्यामेरै आउँदैन फुपूको अनि देख्न सक्नुहुन्छ है हाम्रो गाउँको धान कस्तो हुन्छ धान यसरी निफनिन्छ धान चाहिँ फर्स्ट टाइम भट्याक बनाएर त हातको चालले चाहिँ अनि यो धान कुट्ने मिल भयो यताको यहाँनिरको अनि देख्न सक्नुहुन्छ यो गाउँकै कालो मास भयो यहाँ सुकाएको कालो मास अनि यहाँ चाहिँ धान यो निफानेर चाहिँ यसलाई कुट्ने के गर्ने सबै कार्यक्रम हुन्छ आएको त्यहाँ हेर न बाख्रा चराउने हेर जुम गरेर हेरेको ठ्याक्कै देखियो त्यो बाख्रा चराउनेको हो त्यहाँ मान्छे देखेँ मैले चाहिँ यो नयाँ खालको बिरुवा देखेँ यो यसको नाम हो यो बिरुवा हो यसको नाम चाहिँ टिक भन्छ अस्ति नै आएको थियो एकचोटि यो त पुरै घारी छ यो चाहिँ लगभग कति वर्षमा चाहिँ यो चाहिँ ठुलो हुन्छ अग्लो हुन्छ भन्दै थियो यो लगभग 5 वर्ष भयो होला सायद 5 वर्ष भइसक्यो रोपेकै उत्र 10 वर्षमा चाहिँ यो एउटै रुखबाट चाहिँ 2 लाख 3 लाख रुपियाँ आउँछ भन्दै काठ बेचेर यो रुखलाई तर मैले पत्दैन ठगिदियो अनि हाम्रो पनखिराको बोट भन्छ यो अहिले रुख सबै मरेर यस्तो भइसक्यो किनभने अब नैसबाट आउने मान्छेहरू आएर चाहिँ यहाँ टक्कसँग बस्ने रेस्ट गर्ने गर्दछन् वास्तवमा मेरो ब्लग भाइरल नहुनुको रिजन भनेको के रहेछ भन्दाखेरि मेरो आइडिया अनि यो ब्लगिङ बनाउने नलेज यो मेरो क्यामेरा सेटअप मैले बोलेको त्यो स्पिक स्किल्सहरू मसँग नलेजै डाउन भएर हो क्या किनकि कसम मेरो दिमाग चाहिँ के भयो खै कि नि त्यो के भनौँ न के सोच्दैछ आउँदैन यस्तो बन्द कोठामा चाहिँ होइन बसेको जस्तो क्या त्यस्तो फिल भइरहेछ क्या यो दिमागले केही सोचेकै छैन के हो कारण के हो जस्तो लागेर मलाई दिमागले होइन एउटा के आइडिया पनि निकाल्न सक्दैन कि जस्तै कुनै मान्छेको दिमाग कस्तो हुन्छ भन्दाखेरि एकचोटि बोलेको कुरा चाहिँ होइन टक्क उसले दिमागले टिपिहाल्ने हुन्छ कुनै अब मेरो दिमाग जस्तै मानौ म जस्ता पनि हुन्छन् कोही एकदमै क्या एउटै कुरोलाई 100 चोटि भनेपछि बल्ल मात्र त्यो दिमागले सम्झिने हुन्छ क्या जस्तै मेरो दिमाग मानौ होइन मेरो दिमाग चाहिँ छ क्या त्यस्तो मैले किनै त्यही कारणले गर्दा चाहिँ मैले युट्युब मैले स्टार्ट गरेको त धेरै भयो मैले च्यानलहरू नयाँ मात्रै खोलिरहेको छु क्या धेरै मैले खोलेकै छैन किनकि त्यही हो मेरो दिमागको कारणले गर्दा नै हो मैले युट्युबमा रेगुलर पनि छैन किनकि म भ्याउँदा पनि भ्याउँदिनँ त्यही माथि कहिलेकाहीँ आउँछु कहिलेकाहीँ आउँदा पनि कुन भिडियो कस्तो भिडियो बनाउँदाखेरि चाहिँ भ्युवरहरूले चाहिँ रुचाउँछ भन्ने खालको मेरो कुनै दिमागमा आइडिया पनि छैन
होइन त्यो सोच्नै सक्दैन क्या मेरो दिमाग यस्तो बोधो छ कि होइन यस्तो बोधो छ कि मा कसम लास्टै बोधो छ क्या जस्तो कि मैले महिनाको 25,000 कमाउँछु भने नि होइन त्यो पैसा कसरी सेभ गर्न सकिन्छ भन्ने बारेमा नि त्यो मेरो दिमागले सोच्नु सक्दैन क्या मेरो दिमाग त्यतिसम्म बोधो छ क्या होइन त्यही भएर नि मेरो भिडियो भाइरल नहुन सक्छ जस्तो कि 2-4 जना भ्युवरहरूलाई भनेको किनभने अब त्यही भ्युवरहरूले गर्दा त अलिकति सपोर्टिभ हुने भनेको होइन सपोर्ट हुन्छ त्यो भ्युवरहरूले गर्दाखेरिमा म त्यही भएर भाइरल नभएको यति मेहनत गरेको छु कि होइन मैले यो भ्लगिङ बनाउनुलाई मात्रै होइन मैले ट्रेनिङ गरेको पैसा छैन जुन पैसा मैले चाहिँ होइन 75,000मा एउटा आइफोन 12 प्रो किनेको थिएँ अनि किनेर होइन त्योबाट पनि मैले भ्लग बनाएँ होइन त्योबाट भ्लग बनाउँदा पनि राम्रो खालको कुनै नतिजा नै आएन क्या भ्लगमा कुनै चेन्जै आएन होइन केही छैन मैले भने कि फेरि अनि पैसा त्यही बेचेर होइन पैसा थपेर मैले फेरि 13 प्रो म्याक्स लिएँ 13 प्रो म्याक्सबाटै अहिले मैले यो भ्लग गराउँदैछु तर मेन कुरो क्यामेरा होइन रहेछ क्या क्यामेरा जस्तो सुकै मतलब भएन मलाई त पहिला क्यामेराले राम्रो देखाउँछ त्यही भएर चाहिँ हो युट्युबले भाइरल गराउने यत्रो नि होइन मेन कुरो भनेको आफूलाई चाहिने भनेको आफूसँग नलेज हुनुपर्छ कस्तो खालको भिडियो बनाउँदा ठिक हुन्छ भन्ने खालको हुन्छ क्या होइन त्यही नै हो मेरो दिमाग चाहिँ लास्टै बोधो छ